तर 10 वर्ष युद्ध भर दण्डकाल भर त आमक छोरा कि चिजको अनिकाल लागिन भर अरू देशमा लडाइँ झगडा पर्ने तिमीहरूले ग्यास चुल्हा ग्यास लुकाने ग्यास मट्टीतेल खाद्यान्न नुन चामल नुन तेल जम्मै लुकाने गाँठे यस्तो त यो त भएन। यसको लागि लो कुन पार्टीले जितेको घन्टिल जितेको कि घाँरल जितेको यसको लागि अलि अघि सरिदिनु पर्यो भएन जातिविधि। अन्त गाउँमा फेरि बिजुली कोल काटेको यस्तो कुन पार्टी खेलाउने यस्तो गर्नन् के जातिविधि गरेको छ यार। एउटा छ्यास केही हुनुहुन्न है आमा छ नेपालमा त हाम्रो नेपाली दाजुभाइहरूले त दिदीबहिनीले त यही हो मौका भनी के मौकामा चौका हान्छन् है गाँठे। लडाइँ झगडा अरू देशमा परेको छ अरू देशमा लडाइँ झगडा परेको छ र त केही भएसिन सबै चिज पुगाइदिएछ सबै चिज खान लान बस्न एउटा पानी धरी एउटा समस्या परेको छैन। अब नेपालमा र अब यही हो मौका भनेर ग्यास लुकाएर अब ग्यास छैन अब कता कति पाइयो भने 6000 7000 लौ तामक छोरा खाद्यान्न सामानहरू जम्मै लुकाएर ग्यास लुकाएर अब ग्यास खोजेर पाइएला त अब कति नै नेपालमै लडाइँ परे जस्तो नेपालमै बम बारुद खजाल्दै जस्तो नेपालमै मिसाइल गिराइदिएको जस्तो गरो है गाँठे गर्न के मौकामा चौका छोप्छौ है राजा हो चौका हान्छौ है यस्तो के छक्का दाउ हान्छौ है राजा हो। यस्तो नगर गाँठे जातिविधि हो कुन पार्टीले जितेको के गरेका छौ के हेरि बसेका छौ। अन्त तिमीहरूले पार्टीलाई जिताएर त घन्टिल जितो के जाति घाँरल जितो घन्टिल जितो भन्थ्यो त अन्त के हेरि बसेछौ मन्दिरमा पूजा गर्दै बसेछौ के घन्टी हल्लाउँदै यस्तो त भएन त गाँठे जातिविधि है त मेरो आमाको छोरा दिन दुखीहरूको दिन त गयो त सक्को त यार। यस्तो दिनभरि दुःख गरी खाने मान्छे यार एउटा ग्यास खोजेर पाइन्न बजारमा यस्तो त भएन गाँठे के नेपालमै त होइन नि त मिसाइल खजाल्दिएको नेपालमै लडाइँ झगडा परेको त होइन त के हो जातिविधि यस्तो के गरेको छौ।